आवश्यकता चाहिँ राजाहरूको पनि हुन्छ, तर खाँचो चाहिँ एउटा भिखारीको पनि पुरा हुन्छ। आई एम द ब्रेड अफ लाइफ भन्दाखेरि चाहिँ एगो एमी आर्टोस टेस्ट थोइस भन्ने हुँदो रहेछ। जब हामी आत्मिक र शारीरिक रूप अवरणबाट चाहिँ परमेश्वरमा चाहिँ घनिष्ठता रहेर परमेश्वरको बाइबलले देखाएको फर्मालिटी अनुसार चाहिँ हामी कटिबद्ध छौँ भने ती व्यक्तिहरूले चाहिँ अब चाल्नुपर्ने पहिलो दोस्रो तेस्रो चौथो कदमहरू भनेको चाहिँ हामीलाई मण्डली दिनुभएको छ, अगुवा पास्टर दिनुभएको छ, समुदाय र समिति दिनुभएको छ। तपाईँले हामीलाई सहायता गर्नुहोस्, आउने दिनमा अझै हामी निरन्तर जोड्न सकौँ, हामी अहोभाग्य भएर तपाईँलाई आराधना गर्न सकौँ। यीशु ख्रीष्टको नाममा जय मसीह। प्रभुलाई धन्यवाद होस् यो समयको लागि, फेरि यसरी हामी जोडिने मौका प्रभुले दिनुभएको छ। एउटा खण्डलाई मैले पाठ गर्ने मन गरेँ। उपदेशकको 12 को 7लाई मैले पाठ गरेर अगाडि बढ्न चाहन्छु। जमिनबाट आएको धुलो जमिनमै फर्किन अघि तथा आत्मा दिनुहुने परमेश्वर कहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर। आमेन। सम्झना गर्नुपर्ने कुराहरू हामीले धेरै नै छ। विशेष धन्यवाद भन्न चाहन्छु परमेश्वरलाई अनि सञ्चालकज्यूलाई पनि धन्यवाद, किनभने यो समय हामीलाई र विशेष गरी मलाई दिनुभएको छ। प्रभुलाई धन्यवाद। लामो समयदेखि यसरी हामी अनलाइन मार्फतबाट प्रभुको वचनहरूमा जाने मौका दिनुभएको छ। विशेष गरी क्रोसिया मण्डलीका सम्पूर्ण टिमलाई म धन्यवाद भन्न चाहे। परमेश्वरलाई महिमा होस्, किनभने उहाँको ऋतु चाहिँ फेरि पनि फर्केर आएको छ। आमेन। परमेश्वरको ऋतु, यसुको ऋतु फर्केर आएको छ। त्यसकारण सम्पूर्ण कमिटीलाई म धन्यवाद भन्न चाहे। म आफैलाई एउटा अहोभाग्य ठान्छु यो समयको लागि, किनभने हामी भाग्यमा विश्वास गर्दैनौँ। हामी इसाईहरू भाग्यभन्दा पनि माथिको कुरामा विश्वास गर्छौँ। त्यसकारण एउटा उदाहरणलाई भनेर एउटा कथालाई जोडेर मैले आजको वचनलाई सुरुवात गर्ने अनुमति चाहे। एकजना प्रख्यात व्यक्ति जसले आफ्नो यात्रामा धेरै सङ्घर्षद्वारा डिग्री हासिल गरेको हुन्छ अनि उसले उसको सब्जेक्ट अनुसार उसले चाहिँ एउटा हवाई जहाजलाई उडाउनु पर्ने हुन्छ हैन। अब अन्तिम परीक्षण त गर्नुपर्ने हुन्छ। उसले पढेको एजुकेसनको आधारमा उसले एउटा किताबलाई लिएर किताबको सहारामा चाहिँ उसले आफ्नो पढाइको सक्सेसलाई बढाउनु पर्ने हुन्छ। अनि उसले जब पान्ना पल्टाउँदै जान्छ अनि इन्जिनलाई चाहिँ हवाई जहाजको इन्जिनलाई यसरी चालु गर्नुपर्ने रहेछ भन्ने कुरा उसलाई थाहा हुन्छ सबै कुरा। त्यसपछि अनि यसरी चाहिँ अगाडि बढाउनु पर्ने रहेछ, यसरी चाहिँ फ्लाइ ओभर गर्नुपर्ने रहेछ, यसरी चाहिँ स्पिड हान्न पर्ने रहेछ, अनि यसरी चाहिँ यति मिटरको हाइटमा यसरी जानुपर्ने रहेछ भन्ने कुरा उसलाई बेसिक सबै कुराहरू थाहा हुन्छ है। अनि जब पान्ना पल्टाउँदै जान्छ, पढ्दै जान्छ, त्यसले त्यही अनुसारले फ्लाइट गर्दै जान्छ, सोचेको भन्दा राम्रो हुन्छ, खुसी हुन्छ। अनि जब उसको गन्तव्य जुन ठाउँमा चाहिँ उसले ल्यान्ड गर्नुपर्ने हुन्छ त्यहाँ पुग्दै जान्छ अनि पाना चाहिँ अब बिस्तारै बिस्तारै पल्टिँदै जान्छ, यसरी गर्नुहोस् उसरी गर्नुहोस् ओके टोकेमा बोल्दै गर्छ होइन। जब उसले अन्तिम बिन्दुमा आउँछ कि जहाँ चाहिँ उसले आफ्नो मिसनलाई चाहिँ ल्यान्ड गर्नुपर्ने हुन्छ, अनि ठिकै त्यहाँनिर पुग्दाखेरि चाहिँ उसँग के हुन्छ भने उसले पल्टाएको पाना चाहिँ सबै सिद्धिन्छ र बाँकी चाहिँ नेक्स्ट किताबमा भनेर त्यहाँ लेखेको हुन्छ कि। अनि भनेपछि उसले गरेको ल्यान्डिङ चाहिँ कस्तो भयो होला, उसले चाहिँ ल्यान्डिङ कुन हिसाबले गर्यो होला, के साँच्चै उसले गरेको ल्यान्डिङ उसले पढेको पढाइले चाहिँ एउटा सही तरिकाको उसको यात्रा चाहिँ उसको गन्तव्यमा पुग्यो होला भन्ने हामीले एउटा प्रश्न यहाँनिर बाचा खडा गरौँ है। पक्कै पनि ल्यान्डिङ चाहिँ यसरी गर्नुपर्छ भन्ने कुराहरू चाहिँ अर्को लेभलको किताबमा थियो भनेपछि उसले कुन चाहिँ किताबको आधारमा चाहिँ कुन चाहिँ गाइड बुकको आधारमा उसले ल्यान्ड गर्यो होला है। हामीलाई झप्प याद गर्दाखेरि चाहिँ पक्कै पनि उसले सही तरिकाले ल्यान्ड गर्नु भएन। किन भन्दाखेरि चाहिँ उसलाई ल्यान्ड गर्ने तरिका त्यहाँनिर प्रष्टीकरण चाहिँ देखाएको थिएन। यो त भयो एउटा कथा। अनि त्यस्तै गरी चाहिँ तपाईँ र म आज एज अ मण्डली पनि हाम्रो यात्रा छ र हाम्रो निश्चित गन्तव्य पक्कै पनि छ। अघि हामीले हितोपदेशको पुस्तकलाई हेर्दै गर्दाखेरि यहाँनिर हामीले सम्झना गर्नुपर्ने कुरा के छ भन्दाखेरि जसरी जमिनबाट आएको धुलो चाहिँ जमिनमा फर्किन अघि चाहिँ परमेश्वरले दिनुभएको आत्मा चाहिँ परमेश्वर कहाँ नै जानु अघि उहाँको सम्झना गर्नुपर्ने हुन्छ। अनि परमेश्वरले हामीलाई एउटा आफ्नो गाइड बुक दिनुभएको छ जुन चाहिँ धर्मशास्त्र हो। अनि यो गाइड बुकमा मात्रै हामीले शङ्का
उपशंका, कन्फ्युज भन्ने कुराहरू पाउँदैनौँ। किन भन्दाखेरि चाहिँ हाम्रो सुरुवातदेखि अन्तिमसम्मको, अन्तिम गन्तव्यसम्मको तय चाहिँ बाइबलले प्रष्टीकरण गरिसक्नु भएको छ 66वटा पुस्तकभित्र। अनि यो पुस्तकलाई बुझ्नको लागि चाहिँ दुईवटा मात्रै तरिकाहरू हामी पाउँदछौँ। एउटा पुरानो तरिका हो भने अर्को नयाँ तरिका है। त्यसकारण आज वचनको तयार गरेको धेरै पहिलादेखिबाट आएको एउटा रेभलेसन जुन चाहिँ मैले मण्डलीको लागि बताउनु पर्ने कुराहरू फेरि आजको दिनमा बताउने कोसिस गर्दैछु। यो सूचना पनि गर्न चाहन्छु कि तपाईँहरू प्रार्थना मनमनै प्रार्थना पनि मेरो लागि गर्दै गर्नु होला। तर म आशा गर्छु यो समय म सिकाउने भन्दा पनि थोरै कुराहरू बुझाउने कोसिस गर्नेछु है। किनभने बुझाउनु चाहिँ मलाई मनपर्छ सिकाउनुमा भन्दा पनि। त्यसकारण येशूले पनि आफ्नो भिडहरूलाई, मर्कुसको पुस्तकमा हामी पाउँदछौँ कि येशूले आफ्नो भिडहरूलाई नजिक बोलाएर भन्नुभयो, तिमीहरू चाहिँ मेरो कुरा सुन र बुझ। अनि यो कुरा बुझ्नको लागि चाहिँ हामी मण्डलीले एउटा आज कमेन्टमेन्ट चाहिँ गर्नुपर्ने हुन्छ। अनि त्यो कमेन्टमेन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ हामी सुन्नेछौँ र बुझ्नेछौँ है। हामी सुन्नेछौँ अनि बुझ्नेछौँ। अनि आजको वचनको शीर्षक चाहिँ मैले के राखेको छु भन्दाखेरि चाहिँ बाइबलले चाहिँ हामीलाई हाम्रो गन्तव्यको बारेमा के भन्दछ, अथवा बाइबलभित्र भएको रहस्यमय दुईवटा कुरा, मेन मेरुदण्डलाई, इन्स्ट्रक्चरलाई चाहिँ म तपाईँहरूको बिचमा प्रस्तुत गर्ने जमर्को गर्नेछौँ। तपाईँहरू प्रार्थनामा रहिराख्नु होला। अनि बाइबलको बारेमा हेर्दाखेरि चाहिँ BIBLE बाइबल, यो विशेष गरी 5वटा अक्षरले बनेको शब्दलाई चाहिँ हामीले बाइबल भनिन्छन्। बाइबल BIBLE बाइबल भनेको त्यसको फुल फर्म हेर्दाखेरि चाहिँ बेसिक इन्स्ट्रक्सन्स बिफोर लिभिङ अर्थ भन्ने हुँदो रहेछ है। भनेको यसलाई नेपालीमा अनुवाद गर्दाखेरि चाहिँ के हुन्छ भने परमेश्वरले राखिदिनु भएको आधारभूत सिद्धान्तहरू जो चाहिँ हामी यो संसारमा रहँदाखेरि बुझ्नुपर्ने, जान्नुपर्ने अथवा संसारलाई छोड्नुभन्दा अगाडि हामीले थाहा गर्नुपर्ने महत्त्वपूर्ण नियमहरू भन्छ, आज्ञाहरू भन्छ, शिक्षाहरू भन्छ, जानकारी जे भने पनि इन्स्ट्रक्सन्स भनेको चाहिँ त्यो तौर तरिकाहरू जो चाहिँ यो धरतीमा हुँदा अथवा बिफोर लिभिङ अर्थ भनेको यो दुनियाँ, यो संसार छोड्नुभन्दा अगाडि तपाईँ र मैले बुझ्नुपर्ने, थाहा गर्नुपर्ने कुराहरू छ है। किनभने यसमा मात्रै के छ भन्दाखेरि निश्चय गन्तव्यको एउटा मापदण्ड चाहिँ बकाइदा राखिदिनु भएको छ। त्यसकारण अघि मैले भने दुईवटा तरिका छ, एउटा पुरानो तरिका भने एउटा नयाँ तरिका। अनि हामी त्यसकै आधारमा मण्डलीहरू अहिले अगाडि बढिरहेका छौँ। हाम्रो गुरुबाले अघि प्रार्थनामा राखिसक्नु भएको छ कि हाम्रो देशमा त्यो प्रकारको युद्धहरू भइरहेको छ राष्ट्रमा। हामीलाई दुःख लाग्छ किनभने हामी एउटा मण्डली, एज अ मण्डली त्यो कुरामा हामी झेलिराखेका छौँ र हामीले अन्तर्विन्ती पनि निरन्तर गरिरहेको छ। तर यी सबै कुराहरूलाई बिर्सेर हामीले मुख्य गरी दुईवटा कुरालाई आज म जोड दिनेछौँ। त्यो दुईवटा कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ परमेश्वरले चाहिँ एउटा आत्मिकी रूपमा चाहिँ हामीलाई के गर्नुहुन्छ, आत्मिक सुरक्षामा उहाँले जहिले पनि उहाँको केन्द्रबिन्दु चाहिँ आत्मिक सुरक्षा हुनुहुन्छ भने दोस्रो कुरा चाहिँ उहाँले हाम्रो चाहिँ शारीरिक सुरक्षा भन्छ, भौतिक सुरक्षा पनि भन्न सकिन्छ त्यसलाई। किनभने यो आत्मिक कुरा र यो भौतिक कुरा, यो दुईवटा कुरामा परमेश्वरले जहिले पनि आफ्नो पहिलो केन्द्रबिन्दु, पहिलो दृष्टिकोण, पहिलो एउटा नजर चाहिँ ती कुराहरूमा छ। अनि यी दुईवटा कुरामा हामी छोटो बहस गर्नेछौँ आज। मत्तीको पुस्तक 7 अध्यायको 9 देखि 11 पद हामी हेर्नेछौँ। यो कुराले चाहिँ आत्मिक कुरासँग चाहिँ हामीले कसरी फेस गर्न सकिन्छ भन्ने कुराहरू हामी पाउँदछौँ। मत्तीको पुस्तक 7 अध्यायको 9 देखि 11 लाई मैले पाठ गरेँ। तिनीहरू मध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देलान् कि माछा माग्दा त्यसलाई साँप देलान्? यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराहरूलाई असल चिज दिनु जान्छौ भने स्वर्गमा हुनुहुने तिमीहरूको पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। सुन्नुहोस् है, यहाँनिर प्रार्थनाको विषयमा लेखक मत्तीले चाहिँ के भन्दैछ भने स्वर्गमा बस्नुहुने तिमीहरूको पिताले चाहिँ उहाँले माग्नेहरूलाई कति धेरै असल चिज दिनुहुनेछ। अब यहाँनिर एउटा लेखकले चाहिँ असल चिजको बारेमा जोड दिएको छन्। अब
ती असल चिजलाई चाहिँ अब यहाँनिर लुकाले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ हामी लुकाको 11:13 पनि हामी हेर्नेछौँ है। यहाँ मत्तीले चाहिँ त्यो असल चिजको बारेमा वकालत गरेको छ भने लुकाको पुस्तक तपाईँले पाउनुभयो भने 11:13 यहाँनिर मैले पाठ गरेँ, तिमीहरू दुष्ट भइकन, त्यही घटना छ, त्यही विषय नै छ है, तर व्यक्ति फरक छ, लेखक फरक छ। तिमीहरू दुष्ट भएर पनि म स्क्रिनमा हेर्दैछु, तिमीहरू दुष्ट भइकन आफ्नो छोरा छोरीहरूलाई असल थोक दिन जान्छौ भने तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ। सुन्नुहोस्, एउटा लेखकले असल थोकको कुरा बारेमा वर्णन गरेको छ, सब्जेक्ट त्यही छ, घटना त्यही छ। अनि अर्को लेखक लुका जो चाहिँ डक्टर पनि भनिन्छ, अनि यता मत्ती पनि सानोतिनो पढाइ भएको मान्छे त थिएन, किनभने उसले सबै कुराहरू आर्थिक जिम्मेवार सम्हालेको व्यक्ति हुन् भने यहाँनिर लुका डक्टर पक्कै पनि उसको पनि विद्याबारी टन्नै थिए त्यो समयमा। अनि पवित्र आत्मा दिनुहुन्छ, उहाँसँग पितासँग माग्नेहरूको लागि चाहिँ कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ भन्ने कुराहरू हामी पाउँदछौँ। अनि यो कुराहरू चाहिँ किन चाहिँ परमेश्वरले चाहिँ आत्मिक पक्षमा सुरक्षाको लागि हामीलाई पहल गर्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ बाइबलमा राखिएको महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ परमेश्वर चाहिँ हाम्रो सधैँ वास्ता गर्नुहुन्छ र हामीलाई असल थोक दिनुहुन्छ। अनि ती असल थोक चाहिँ लुकाले भनेको अनुसार चाहिँ ती पवित्र आत्मा हो। र किन चाहिँ यो कुराले जोड दिएको छ भन्दाखेरि चाहिँ उपदेशकमा अघि हामी सुरुमा हेऱ्यौँ कि परमेश्वरले दिनुभएको आत्मा चाहिँ परमेश्वरलाई नै हामी रिटर्न हुनको लागि रिटर्न गर्नुपर्छ एक दिन। कसैको पनि आत्मा चाहिँ नष्ट हुनु हुँदैन भन्ने कुराहरू पनि यहाँनिर परमेश्वरको पहिलो उद्देश्य हामीले पाउँदछौँ। त्यसकारण हामीले 2-4 पदहरू हेर्न सकिन्छ। हिब्रूको 2:16 र 1:11 हेर्दाखेरि चाहिँ के पाउँछ भने स्वर्गदूतहरूलाई भन्दा पनि बढी चाहिँ तपाईँ र मलाई परमेश्वरले वास्ता गर्नुहुन्छ। हालेलुया, रोचक कुरा छ यहाँनिर। स्वर्गदूतहरू चाहिँ तपाईँ र मेरो निम्ति, मुक्ति पाएका व्यक्तिहरूको लागि सुरक्षा गार्डको निम्ति चाहिँ परमेश्वरले तयार गर्नुभएको हो। सुन्नुहोस् है, त्यसकारण परमेश्वरले चाहिँ असल थोक हामीले दिनुहुन्छ र हामीलाई उहाँले वास्ता गर्नुहुन्छ, माया गर्नुहुन्छ। अनि यूहन्ना 3:16 हामीले हेर्दाखेरि चाहिँ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमा विश्वास गर्ने कोही पनि नाश हुने छैन, त्यसले अनन्त जीवन पाउनेछ भन्ने हामीले सरस्वती रूपमा हामी हेर्दछौँ। अनि संसार भनेको चाहिँ हामी झट्टै हेर्दाखेरि चाहिँ के पाउँछ भने हाम्रो आँखाले जे कुराहरू देखिन्छ त्यो कुराहरूलाई हामी संसार हो भनेर हामीले बुझ्ने र बुझाउने गरेका छ कतिपटक मण्डलीमा र व्यक्तिहरूलाई। तर यहाँनिर परमेश्वरको मुटुको कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ यूहन्ना भनेको परमेश्वरको मुटुको मानिस, हृदयको मानिस। लेखकले चाहिँ के कुरा भन्दैछ भन्दाखेरि चाहिँ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो भनेको परमेश्वरले मानिस जातिलाई यस्तो प्रेम गर्नुभयो, अथवा त्यसलाई चाहिँ मेरो भाषामा भन्नु पर्दाखेरि परमेश्वरले चाहिँ राजुलाई यस्तो प्रेम गर्नुभयो डट 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 पुत्र दिनुभयो। किन भन्दाखेरि चाहिँ विश्वासद्वारा उसको आत्माको चाहिँ उद्धार होस्। कति गहिराई कुराहरू छ, तर कति लिटरली लेखेको कुराहरूमा संसारको भनेको चाहिँ विभिन्न आँखाले देखेको वनस्पतिहरू भन्ने कुरामा हामीले धेरै जसो त्यो हामीले परिकल्पना त्यो हुन्छ कि, किनभने हामीले स्कुलमा त्यही कुरा सिकेको छौँ, बुझेको छौँ र हाम्रो बुझाइ पनि त्यो भएछ। तर बाइबलले चाहिँ के भन्छ भने त्यो चाहिँ मानिस हो, त्यो चाहिँ तपाईँ हो, म हो, म राजु हुँ। अनि परमेश्वरले चाहिँ म राजुलाई यस्तो प्रेम गर्नुभयो, आफ्नै पुत्र चाहिँ स्वर्गबाट पठाउनु भयो। अनि उहाँलाई विश्वास गरेको कारणले हामी बाँचेको छौँ, म बाँचेको छु, त्यस कारणले म राजु बाँचेको छु। यो चाहिँ परमेश्वरको पहिलो आत्मिक मेरो आत्मालाई चाहिँ वास्ता गरेर उहाँको सुरक्षाको दायराभित्र रहेको कुराहरू हुन्। त्यसकारण 1:14 पनि हिब्रू 1:14 पनि हामीले त्यही कुराहरू पाउँदछ कि स्वर्गदूतहरू चाहिँ हाम्रो मुक्ति पाएकाहरूको लागि सुरक्षाको लागि राख्नु भएको कुराहरू हामी पाउँदछौँ। त्यसकारण अब 2:16 हेर्दाखेरि चाहिँ अब्राहमको सन्तान भएको कारणले गर्दाखेरि तपाईँ र मलाई चाहिँ उहाँले बढी वास्ता गर्नुहुन्छ भन्ने कुराहरू पाउँदछौँ। र अहिलेको कन्डिसनमा, अहिलेको समयमा येशू ख्रीष्ट बाइबलले के भन्छ, पिताको दाहिने हातपट्टि विराजमान हुनुहुन्छ भन्ने कुराहरू हामी पाउँदछौँ। अनि अहिलेको कन्डिसनमा येशू ख्रीष्टले चाहिँ भूमिका के हो त भन्ने कुराहरू बाइबलमा हेर्दाखेरि चाहिँ के पाउँछ भन्दाखेरि चाहिँ
ख्रिस्ट येशूले चाहिँ आफ्ना मानिसहरू जो चाहिँ पिताले दिनुभएको छ ती मानिसहरूको आत्मिक सुरक्षाको लागि अथवा उनीहरूको आत्मा चाहिँ डियाब्लसको पन्जामा नपरुन् भनेर चाहिँ अन्तर्विन्ती गर्दै हुनुहुन्छ भनेर पनि हामीले यूहन्नाको पुस्तकमा हामी त्यो कुराहरू पाउँदछौँ। यूहन्नाको पुस्तकलाई त्यो कुराहरू हामी यूहन्नाको पुस्तक 17 अध्यायको 9 देखि 11 मा हामी तपाईहरु लेख्न सक्नुहुन्छ। यसलाई म सर्टकटमा अगाडि बढाउने कोसिस गर्दैछु। स्क्रिनमा पाउनुभयो भने कसैले पढ्न सक्नुहुनेछ। जबसम्म हामीले चाहिँ बाइबललाई आत्मिक तवरणबाट आत्मिक चस्माले हामीले बुझ्छौँ, जबसम्म हामीले बुझ्छौँ अनि मात्रै परमेश्वरको रहस्यमय कुराहरूलाई चाहिँ हामीले थाहा गर्न सक्छौँ है। यदि हामी लिटरल रूपमा त्यो दाहिने हातपट्टि अनि परमेश्वरले संसार भन्दाखेरि चाहिँ हरियो रङ्गीचङ्गी देखेका थोकहरू हेर्दाखेरि त्यतातिर हामी जान्छौँ भने के त हामीले चाहिँ लिखित वचनलाई आधार मानेर मानवीय व्याख्याहरूमा हामी जान पुग्छौँ। अनि त्यो चाहिँ परमेश्वरको दृष्टिमा एउटा भनौँ न परमेश्वरको इन्स्ट्रक्सन्स भित्रको मापदण्ड भित्रको नीति नियम भित्रको कुराहरू नहुन पनि सकिन्छ। त्यसकारण फेरि यहाँ रोमीको पुस्तकमा पनि हामी के कुरा पाउँछौँ भन्दाखेरि चाहिँ रोमी 8 को 19 र 19 मा पनि हामी के कुराहरू पाउँछौँ भन्दाखेरि चाहिँ सृष्टिले पनि परमेश्वरको महिमाको उत्कट इच्छा गरेर पर्खाइमा बसेको छ भन्ने कुराहरू त पाउँछ नै। किनभने परमेश्वरको योजनामा चाहिँ मानिसहरूको उद्धार पश्चात चाहिँ यो सृष्टिलाई पनि एउटा उहाँले नयाँ तुल्याउने मानौ स्वर्ग समान तुल्याउने उहाँको योजना हो। प्रकाशको पुस्तकमा नयाँ स्वर्ग र नयाँ पृथ्वी भन्ने कुराहरू हामी पाउँछौँ। तर यो होइन कि परमेश्वरले फेरि अर्कै छुट्टै दुनियाँ बनाउनुहुन्छ भन्ने कुराहरू हामीले यहाँनिर बाइबलमा त्यो कुराहरू हामी पाउँदैनौँ। तर परमेश्वरको वचनले के भन्छ भन्दाखेरि चाहिँ यही संसारलाई नै उहाँले एउटा रिन्यू गर्नुहुन्छ र जहाँ चाहिँ कुनै हत्या र कुनै दुष्टाइको रणनीतिहरू चाहिँ रहने छैन। यही स्वर्गलाई चाहिँ उहाँले फेरि भनौँ न धोएर पखालेको जस्तै गरेर एउटा शान्तिमय स्वर्गको जस्तो अदमको बगैँचामा आदम र हव्वालाई दिएको थियो त्यो अवस्थामा चाहिँ बनाउने चाहिँ परमेश्वरको कमान्ड हो। त्यो चाहिँ उहाँको योजना हो है। त्यसकारण नयाँ स्वर्ग र नयाँ पृथ्वी भन्दै गर्दाखेरि हामीले अर्को कुनै पनि थोक आवश्यकता छैन कि जो परमेश्वरले फेरि बनाइराख्नु पर्नेछ। यो कुरा चाहिँ बाइबलले हामीलाई भनेको कुराहरू हो। हामी कुन विषयमा हेर्दैछौँ भन्दाखेरि चाहिँ उहाँले विशेष गरी चाहिँ आत्मालाई चाहिँ सुरक्षा दिनुहुन्छ भन्ने कुरामा हेर्दैछौँ। अनि यहाँनिर त्यसको लागि चाहिँ हामीले आत्मामा रहेर उहाँसँग प्रार्थना गर्नुपर्छ भन्ने कुराहरू अनि भजन सङ्ग्रह 121 को 5 लाई स्क्रिनमा तपाईँहरूले पाउनुभयो भने पढौँ हामी सबैले। परमेश्वरको निगाह चाहिँ हाम्रो माझमा सधैँभरि छ भन्छ। अनि किनभने परमेश्वरको दाहिने हात भने जहाँले चाहिँ प्रयोग गरेको छ उहाँको निगाह चाहिँ उहाँको दाहिने हातपट्टि चाहिँ हामी सधैँभरि विराजमान सधैँभरि उहाँको साथ सपोर्ट छ भन्ने कुराहरू छ। यहाँ पनि यही कुरा बुझौँ कि परमेश्वरको निगाह चाहिँ तिम्रो रक्षक परमप्रभु हुनुहुन्छ। परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्छ। अनि यो दाहिने हात भन्नेको म अलिकति तपाईँहरूले भन्न चाहँदाखेरि चाहिँ लिटरली दाहिने हात भन्दा पनि परमेश्वरको जुन येशू ख्रिस्टद्वारा हामीले पाएको अधिकारको कुराहरू छ। दाहिने हात भनेको चाहिँ अधिकारको कुरा र उहाँसँगको एउटा के भन्छ सबै कुरामा चाहिँ एक प्रकारको भूमिकाहरू चाहिँ प्राप्त गर्न सक्ने त्यो योग्य भएको व्यक्ति भनेर चाहिँ बाइबलमा त्यो कुराहरू पाउँदछन्। भनेको चाहिँ यो दाहिने हात भनेको चाहिँ परमेश्वरको हक र अधिकार भन्ने कुराहरूमा बाइबलले हामीले प्रष्टसँग हामी पाउँदछौँ। त्यसकारण येशूले अहिले त्यही भूमिका तपाईँ र मेरो लागि विशेष गरी मण्डलीको लागि गर्दै हुनुहुन्छ। जबसम्म मण्डली चाहिँ उहाँले उठाइलानुहुन्न त्यो समय अवधिको लागि त्यो कुराहरू हामी हेर्नेछौँ तल है। अनि परमेश्वरको निगाह सधैँ हामीसँग छ। भजन सङ्ग्रह 121 को 5 मा हामी हेऱ्यौँ। अनि त्यसपछि हामीले अर्को कुरा हामी के हेर्नेछौँ भन्दाखेरि चाहिँ हामी परमेश्वरमा चाहिँ प्रार्थनाको समय दिनु चाहिँ हाम्रो पहिलो जिम्मेवारी हो। अनि त्यो प्रार्थना पनि एफएससीको पुस्तकमा 5 अध्यायको हामी तल हेर्दाखेरि चाहिँ आत्मिक धुनहरूसँगै आत्मामा रहेर प्रार्थना गर्नुपर्ने भन्ने कुराहरू हामी यहाँ पाउँदछौँ है। अनि आत्मामा प्रार्थना गर्नको लागि चाहिँ यहाँनिर परमेश्वरको अथवा येशू ख्रिस्टको
स्वभाव अनि चरित्र, परमेश्वरको स्वभाव र चरित्र सबैभन्दा पहिला चाहिँ हामीले थाहा गर्नुपर्ने हुन्छ। किनभने म महसुस गर्छु कति पटक प्रार्थना गर्न सक्दैन। हामी शरीरमा छौँ, हामी काममा छौँ, परदेशमा छौँ, हामीले झ्याप्पै भजन बाइबल पल्टाएर झ्याप्पै भनेको जस्तो सोचेको जस्तो प्रार्थना गर्नु हामी कदापि सक्दैनौँ। किन भन्दाखेरि चाहिँ हामी शरीरमा छौँ, हाम्रो आत्माले भन्छ प्रार्थना गर, उपवास बस, होइन। धेरै आत्माको कुराहरूमा हामीलाई मन पर्छ, पापसँग हामी सम्झौता गर्दैनौँ, तर हाम्रो विवेकले भन्छ परमेश्वरसँग जोडिराख। तर हामी शरीरमा थकित भएको कारणले गर्दाखेरि हामी के गर्न सक्दैनौँ, भनेको जस्तो प्रभुलाई समय दिन सक्दैनौँ। किन भन्दा हाम्रो आत्मा चाहिँ तयारी हुन्छ, शरीर चाहिँ अनि दुर्बल भएका हुन्छन्। त्यस कारणले ती दुर्बलताबाट हामी आत्मामा परमेश्वरलाई चाहिँ प्रसन्न तुल्याउन अथवा उहाँसँग चाहिँ लीन हुनको लागि चाहिँ सुरुको नयाँको विश्वासीमा चाहिँ मैले कसरी गर्थेँ, कसरी मलाई सिकाइन्थ्यो भन्दाखेरि चाहिँ येशू ख्रीष्टले गर्नुभएको महान कामहरूको सम्झना गर्ने र घोषणा गर्ने अनि परमेश्वरको सार्वभौम मान्यतालाई चाहिँ गीत भजनद्वारा उचाल्ने अनि दिनभरिको परमेश्वरले दिनुभएको सुरक्षाको लागि जोखिमपूर्णहरूबाट जोगाउनु भयो परीक्षाहरूबाट, त्यसको लागि धन्यवाद दिनु। यो तीनवटा कुराहरूलाई सम्झेर प्रभुलाई वर्णन गर्दाखेरि चाहिँ लगभग 15-20 मिनट आधा घन्टा जाँदो थियो। त्यसपछि अन्तर्विन्ती गर्दाखेरि त्यसरी नै सकिन्थ्यो। तर कति पटक चाहिँ हामी के हुन्छ भने लामो समय प्रार्थनाको लागि अथवा प्रभुसँग सम्बन्धको कुराहरूको लागि हामी बस्छौँ, तर हाम्रो यात्रा चाहिँ 5 देखि 7-10 मिनटमै आमेन भइहाल्छ। किन? हामी थकित हुन्छौँ। त्यसको लागि चाहिँ बाइबल इन्स्ट्रक्सन एउटा के राखिदिनु भएको छ भने उहाँले गर्नुभएको कुराहरूको वर्णन गर्नुपर्ने हुन्छ। र ख्रिस्टमा म को हु आई एम इन क्राइस्ट, यो कुराहरू जब हामी दाबी गरेर उहाँले हाम्रो निम्ति गर्नुभएको योगदानको बारेमा हामी घोषणा गर्दाखेरि चाहिँ घन्टौँ बितेको चाहिँ हामीले थाहा पनि हुँदैन है। हाम्रो र परमेश्वरको बिचको त्यो आत्मा टु आत्माको कनेक्सन चाहिँ जब हुन्छ नि, त्यही कुरा चाहिँ आदमलाई परमेश्वरले गर्नको लागि चाहिँ अधिकार दिनुभएको थियो। अनि त्यही कुराहरू चाहिँ त्यो ऋतु चाहिँ फेरि कनेक्सन गर्ने ऋतु चाहिँ अहिलेको युग हो भन्न चाहन्छु। विशेष गरी यो अनलाइन ग्रुपको यो आत्मामा कनेक्ट रहेर परमेश्वरसँग जोड्ने कुराहरू चाहिँ यो ऋतु हो, यो समय हो भन्ने कुराहरू म थाहा गर्दछु। यो कुरा चाहिँ केही महिना अगाडिबाट नै मलाई प्रभुले दिइराख्नु भएको कुराहरू हो। अनि त्यो कुराहरू तपाईँहरूको बिचमा राखिरहेको छ। अनि यसलाई अलिकति ग्रिकमा हेर्दाखेरि चाहिँ यूहन्ना 14को 16 पदलाई त्यहाँनिर दाबी गर्दाखेरि चाहिँ त्यहाँ के भन्छ भने त्यहाँनिर चाहिँ परमेश्वरले आफ्नो आत्मा चाहिँ दिनुहुनेछ, जसलाई चाहिँ सल्लाहकार भनेको छ बाइबलले, होइन। तपाईँहरूले यहाँ स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ। यूहन्नाको पुस्तक म अलिकति छिटो जाँदैछु। यूहन्ना 14को 16 पदलाई यहाँनिर स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ। म पनि यहाँ खोजी गरेर 14को 16 पदलाई स्क्रिनमा नै मैले पाठ गरेँ। र म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। यहाँनिर सल्लाहकार भन्ने शब्द चलाएको छ। अनि कम्फर्ट, यहाँनिर अङ्ग्रेजीमा चाहिँ कम्फर्टर भन्ने रहेछ, होइन। कम्फर्ट भनेको त्यो एउटा के भन्छ, सहजकर्ता, गाइड गर्ने, मार्गदर्शन देखाउने भन्ने कुराहरू पाउँदछन्। अनि यो कुरालाई चाहिँ अनि ग्रिकमा हेर्दाखेरि चाहिँ त्यहाँनिर केही शब्दहरू चलाएको छ। अनि जुन कुराहरू चाहिँ पेन्टिकोसको दिनमा पुरा भएको कुराहरू हामी पाउँदछौँ। अनि यो पाराक्लेटोस भनेर एउटा शब्द चलाएको छ ग्रिकमा चाहिँ। अनि त्यो पाराक्लेटोस भनेको चाहिँ के छ भने पारा भनेको चाहिँ नजिक अथवा सँगै, साथमा भन्ने कुराहरू हुन्छ भने क्लेटोस भन्नेलाई चाहिँ बोलाउनु अथवा अनुमति दिनु भन्ने कुराहरू। यो कुरा चाहिँ अब यो न्युमाटोलोजीसँग सम्बन्धित कुरा भएको कारणले गर्दाखेरि त्यति म यसलाई त्यति व्याख्या गर्न चाहेन। यसले भन्न खोजेको कुराहरू चाहिँ के छ भने अनि जो चाहिँ सहायक हुन्छ, सान्त्वना दिने एउटा व्यक्ति हुनुहुन्छ, जो चाहिँ त्रिएक परमेश्वरमा आत्मा पनि एउटा त्रिएक परमेश्वरमा एउटा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ। उहाँ चाहिँ इन्टेलिजेन्ट हुनुहुन्छ, उहाँ चाहिँ भलात्मी हुनुहुन्छ। अनि भलात्मी व्यक्तिलाई चाहिँ हाम्रो अनुमति बिना उहाँ हामीसँग चाहिँ उहाँले जबरजस्ती गर्नुहुन्न भन्ने कुराहरू पनि बाइबलमा हामी कुराहरू पाउँदछौँ। त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो हृदयमा चाहिँ कम्फर्टेबल, उहाँलाई चाहिँ एउटा इन्टेलिजेन्ट व्यक्तिलाई चाहिँ जबसम्म स्वागत गर्नुहुन्छ। अनि यो भन्न खोजेको होइन कि हामीसँग त्यो अभाव छ, त्यो आवश्यकता छ भन्न खोजेको होइन कि हामीसँग अलरेडी परमेश्वर हुनुहुन्छ, आत्माको आत्मा हुनुहुन्छ। अनि तर यहाँनिर यो अहिलेको सब्जेक्ट अनुसार हेर्दाखेरि चाहिँ उहाँलाई चाहिँ जब हामीले हाम्रो
जीवनलाई नियन्त्रणको लागि उहाँले अनुमति दिएर उहाँको चालमा हामीले हाम्रो जीवनलाई समर्पण गर्छौँ भने बल्ल उहाँले उहाँको इच्छामा हाम्रो र उहाँको सहमतिमा चाहिँ उहाँको फुल कन्ट्रोल चाहिँ हामी माथि हुन्छ भन्ने कुराहरू भइसके पश्चात चाहिँ हामी परमेश्वरलाई आराधना गर्नको लागि उहाँसँग जोडिराख्नको लागि सहज हुन्छ भन्ने कुराहरू हुँदछ। अनि जसलाई चाहिँ अब न्युमा हागियोस पनि यहाँनिर हामी एउटा कुराहरू पाउँदछौँ। अनि न्युमा हागियोस भनेको चाहिँ यसले चाहिँ एउटा आत्मा पुरानो क्रममा हेर्दाखेरि चाहिँ अब रुवा अब कपास होइन एउटा हलुका चिज के। अनि इङ्ग्लिसमा चाहिँ अब होली स्पिरिट होली गोस्ट भन्ने कुराहरू हामी पाउँदछौँ जसलाई अनि पवित्र आत्मा भनेर अनि अघिको यूहन्नाको पुस्तकबाट हामीले हेरिसकेका छौँ। अनि हागियोसले चाहिँ हागियोस भनेको चाहिँ पवित्र भन्ने कुराहरू अर्थ जनाउँदछ। पवित्र वा पवित्र गरिएको, कसैले गराइएको होइन, अलरेडी उहाँ चाहिँ होली पवित्र हुनुहुन्छ। अनि प्रकाशको पुस्तकमा पनि पवित्र 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 भनेर चाहिँ उहाँको मण्डलीहरूले उहाँलाई आराधना गरेको पाउँदछ। अनि त्रिएक परमेश्वर मध्येको तेस्रो महत्त्वपूर्ण व्यक्तिको रूपमा पनि हामीले हेरिन्छ भने विश्वासीहरूलाई मार्गदर्शी देखाउनको लागि उहाँको मण्डलीको आगमन मण्डली चाहिँ नउठाइ लगिन्जेलसम्मको लागि चाहिँ उहाँले त्यो कुराहरू साथ सपोर्ट गरिराख्नुहुन्छ भन्ने कुराहरू छ। अनि यो मण्डलीको पनि एउटा पिरियड छ, एउटा समय छ। एक समयमा यसको पनि के त अन्त्य हुन्छ। अनि उहाँ परमेश्वरको आफ्नो समय मण्डली जब परमेश्वरले उठाइसक्नु भइसकेपछि यो मण्डलीको कुनै अब अर्थ रहँदैन, किनभने हामी सबै चाहिँ परमेश्वरसँग नै हुन्छौँ र त्यसकारणले हामी त्यसको लागि हामी तयारी पनि छौँ। त्यसकारण यी सबै कुरा हेर्दाखेरि चाहिँ हामीले पहिलो बुदालाई हामी हेर्दाखेरि अलिकति मैले यो कुरालाई बढी जोड दिएको कारण चाहिँ किन भन्दा चाहिँ परमेश्वरले दुईवटा कुरालाई विशेष गरी फोकस दिनुभएको छ। उहाँको दृष्टिकोण चाहिँ एउटा आत्मिक सुरक्षा भने दोस्रो चाहिँ शारीरिक सुरक्षा जसलाई चाहिँ भौतिक सुरक्षा पनि भनिन्छ। अनि पहिलो कुरालाई हामी यहाँ राखौँ र दोस्रो कुराले चाहिँ के हामीले हेर्छौँ भने शारीरिक सुरक्षा। दोस्रोमा हामी जाँदैछु शारीरिक सुरक्षा दिनको लागि चाहिँ परमेश्वर सधैँ तत्पर हुनुहुन्छ। मेरो बोलीलाई त्यति प्रष्टसँग तपाईँले बुझ्नु पनि सक्नुभएको छैन होला, किनभने अलिकति म छिटो बोल्दैछु। हामी मत्तीको पुस्तक 4 अध्यायको 4, लुकाको 4को 4 र व्यवस्थाको पुस्तक 8 अध्यायको 3 पदलाई हेर्दाखेरि चाहिँ मानिस चाहिँ रोटीले मात्रै होइन परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भन्ने कुराहरू छ। अनि त्यसलाई हेर्दाखेरि चाहिँ आत्मालाई बचाउनको लागि चाहिँ आत्माको कुराहरू स्वर्गीय कुराहरू वचन चाहिँदो रहेछ भने अब शरीरलाई बचाउनको लागि त रोटी पनि चाहिँदो रहेछ भन्ने कुराहरू दुईटै कुराहरू हामी त्यहाँ पाउँछौँ। यहाँ लेखकले कुरा छुट्याएको छैन। अनि कतिपटक फेरि यो कुरा भन्दै गर्दाखेरि हामीले यो कुरा भन्दै गर्दाखेरि चाहिँ मेरो मान्यता चाहिँ के छ भने जति आत्मामा हामी सठिक छौँ, जति आत्मामा हामी बलियो छौँ, शरीरमा पनि त्यति नै बलियो हुनुपर्छ भनेर चाहिँ भन्नु मनपर्छ। यो चाहिँ मेरो कुरा मात्रै नभएर बाइबलको परमेश्वरले राखिदिनु भएको कुरा पनि हो। किन भन्दाखेरि चाहिँ उहाँले राखेको इन्स्ट्रक्चरमा के भन्छ भने अब तिमीहरू चाहिँ मेरो शरीर हौ अथवा मेरो मन्दिर हौ, जुन मन्दिरमा चाहिँ म बास गर्नेछु। यो कुराहरू हामी पहिलो कुरिन्थीको पुस्तक 3 अध्यायको 16 र 6को 19 मा हामी पाउँदछौँ कि तिमीहरूलाई थाहा छैन तिमीहरूको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो। अनि पवित्र मन्दिरलाई चाहिँ के अब दुष्ट कुराहरू अशुद्ध थोकहरूले नष्ट गर्ने भन्ने कुराहरू त्यहाँ लेखकले प्रष्ट रूपमा हामीलाई पाउँदछ। त्यसकारण यहोवा परमेश्वर हाम्रो प्रबन्धकर्ता हुनुहुन्छ। उहाँ चाहिँ यहोवा सिकाइदिनु हुनुहुन्छ भनेको उहाँले चाहिँ हामीलाई बन्दोबस्त गर्नुहुन्छ। अनि हिब्रू ग्रीकमा चाहिँ त्यो शब्दहरू चाहिँ परमेश्वरको विभिन्न नामहरू यहोवा इरे, यहोवा राफा, यहोवा निसी, यहोवा सालोम, यहोवा हैन, अनि अब एलशादाई, एलोहिम, यो कुराहरू अन्य विभिन्न कुराहरू छन्। उनीहरूले त्यो नामले चाहिँ परमेश्वरलाई प्रायोरिटी दिन्छ। अघि माथि हामीले हेर्यौँ कि परमेश्वर चाहिँ अब यहाँनिर हागियोस र न्युमालाई हामी हेर्दाखेरि चाहिँ पवित्र चाहिँ परमेश्वर चाहिँ एउटा जसको अर्थ चाहिँ रुह होइन कपास जस्तो हल्का अनि एउटा भन्ने कुराहरू छ। अनि उनीहरूले चाहिँ त्यो नाम चाहिँ एउटा पवित्र भएको कारणले गर्दाखेरि चाहिँ आफ्नो त्यो बाइबलहरूमा उनीहरूको बाइबलहरूमा के छ भने जहाँ जहाँ चाहिँ यहोवा आएको छ त्यहाँनिर चाहिँ उनीहरू चाहिँ मौन बसेर परमेश्वरलाई फर्स्ट प्रायोरिटी दिने गरेका छन्। किन भन्दाखेरि चाहिँ उनीहरूको कन्सेप्ट के थियो भन्दाखेरि चाहिँ परमेश्वर बाहेक अरू कोही पनि पवित्र छैन, पवित्र परमेश्वरको नाम चाहिँ हामी जस्तो दुष्ट मानिसले लिनु भनेको चाहिँ
अनादर हो, हामी नष्ट हुनु, हामी खरानी हुनु। त्यसकारणले जहाँ जहाँ यहोवा आउँछ तिनीहरू चाहिँ मुखलाई शान्त गरेर उनीहरूले जस्तो यो तलको र माथिको ओठ नजोड्ने हिसाबले अब सास फेरेको जस्तो यस्तो अब यहोवा भन्दाखेरि चाहिँ कसैले थाहा नपाउने गरी चाहिँ उनीहरूले त्यो जिब्रो मात्रै चलाएर अनि तल र माथिको ओठलाई पनि हल्का हल्का हल्लिएको जस्तो तरङ्ग मात्रै हुने, तर शब्दविहीनले चाहिँ उनीहरूले त्यसरी परमेश्वरलाई आधार गर्दछ भन्ने कुराहरू हामी पुरानो नियमहरूमा हामी कुराहरू त्यो पाउँदछौँ। तर हामी हेर्दैछौँ कि शरीरमा उहाँले कसरी सुरक्षा गर्नुहुन्छ भन्दाखेरि व्यवस्थाको पुस्तक 8:3 हामीले पाठ गरौँ, किनभने मत्ती 4:4 र लुका 4:4 त हामीले पढिराखेकै हो। व्यवस्था 8:3लाई पनि हामीले हेर्दाखेरि चाहिँ यहाँनिर के पाउँदछ भन्दाखेरि उहाँले तिनीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्याउनु भयो अनि तिनीहरूलाई मन खुवाउनु भयो, जसको बारेमा तिमीहरूलाई र तिनीहरूका पिता पुर्खालाई थाहा थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जीवित रहँदछ। यही कुरा चाहिँ येशू ख्रीष्टले नयाँ करारमा कोट गरेको कुरा हामी पाउँदछौँ। अनि यहाँबाट एउटा मैले गीत तयार गरेको छु, सम्भव भएपछि पनि त्यो गीतहरू हामी पक्कै पनि सुनिनै छौँ। अनि म तिमीलाई एउटा कुरा बुझाउँदैछु, भोजनले मात्रै होइन वचनले जिउँछ। अनि जो कुरा चाहिँ पिता पुर्खालाई थाहा थिएन उहाँले भोकालाई मन नजुटाए। यो गीत हो, मिठो छ, आराधनाको गीत पनि भन्न सकिन्छ, फास्ट गीतमा छ। किनभने आत्माको लागि वचन हो भने शरीरको लागि चाहिँ रोटी खाँचो रहेछ। बाइबलमा रोटी शब्द गरेको छ, दाल भातको व्याख्या गरेको छैन। किन भन्दाखेरि चाहिँ त्यहाँको कन्टेक्स्ट अवस्थाहरू त्यस्तै बुझेर लेखकले लेखेका छन्। अनि यो रोटीलाई चाहिँ आर्टोस भनिन्छ। आर्टोस भनेको चाहिँ हाम्रो शरीरलाई जीवित राख्नको लागि, यथावत राख्नको लागि तपाईँको मुखमा पर्ने, चाहे त्यो तरल होस् चाहे त्यो ठोस होस्, त्यो कुरा भन्दा पनि तपाईँ बाँच्नको लागि तपाईँको मुखमा पर्ने माड भन्छौँ हामी, खोले भन्छौँ, लेदो भन्छौँ होइन, लिक्विड जे भने पनि त्यसलाई चाहिँ आर्टोस भनेर भनिन्छ। अनि येशू ख्रीष्टले चाहिँ यही कुरालाई नयाँमा आउँदाखेरि चाहिँ यूहन्ना 6:35 के भन्छ भने आई एम द ब्रेड अफ लाइफ भनेको छ। म चाहिँ जीवनको रोटी हुँ, जसले मलाई खान्छ उसँग जीवन रहनेछ, ऊ मर्ने छैन भन्ने कुराहरू पाउँदछ। अनि यहाँनिर आर्टोस थेस जोएस भनेको छ। जोएस भनेको चाहिँ लाइफ भयो भनेपछि आर्टोस थेस जोएस भनेको चाहिँ अनि जीवनको रोटी भन्ने कुराहरू आउँदछ भने आई एम द ब्रेड अफ लाइफ भन्दाखेरि चाहिँ एगो एमी आर्टोस टेस थोइस भन्ने हुँदो रहेछ। भनेको चाहिँ आई एम द ब्रेड अफ लाइफ। यो कुराहरू चाहिँ कसरी आयो भन्दाखेरि चाहिँ पुरानो करारमा जसरी मन्ना जुटाउनु भयो शरीरको लागि, आज परमेश्वरले हामीलाई पनि जुटाउनु भएको छ। उहाँले चाहिँ कसैले पनि भोको राख्नु भएको छैन। एउटा भनाइ मैले सुन्दै गरिदिएको थिएँ सामाजिक सञ्जालमा, आवश्यकता चाहिँ राजाको पनि हुन्छ। सायद मैले एक रूपमा सुनेको हुनुपर्छ। आवश्यकता चाहिँ राजाहरूको पनि हुन्छ, तर खाँचो चाहिँ एउटा भिखारीको पनि पुरा हुन्छ भन्छ। सायद मैले एक रूपबाट सुनेको हुन सक्छ है। आवश्यकताहरू राजाको पनि हुन्छ, त्यो पुरा हुँदैन, राजाको आवश्यकता पनि पुरा हुँदैन, तर खाँचो क्या आर्टोस, खाँचो चाहिँ एउटा भिखारीको, एउटा गरिबको खाँचो के हो भन्दाखेरि चाहिँ बेलुका के खाने होइन, बेलुका के खाने, तर बेलुका जुटेकै हुन्छ। यदि उसलाई जुटेन भने परमेश्वरको दोष छैन, त्यहाँ उसैको दोष हुन्छ। किन? जुट्नको लागि त कदम चाल्नु पर्यो नि त। अनि त्यसकारणले परमेश्वरले चाहिँ प्रबन्धकर्ता यहोवे सिक्के दिनु, अनि उहाँले चाहिँ हामीलाई मत्तीको 6:31 हामी समय पनि धेरै छैन, 6:31 पाठ गर। यसकारण के खाउँला कि के पिउँला कि के पहिराउँला भनेर फिक्री नगर। 32 पनि, किनकि अन्य जातिहरूले यी सबै थोक खोज्दछन् र तिमीहरूका स्वर्गमा हुनुहुने तिमीहरूको पितालाई यी सबै थोकको खाँचो छ भने जान्नुहुन्छ। आमेन। अनि 34 पनि हेर्दाखेरि चाहिँ यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्छ, आजको दिन आजको निम्ति पर्याप्त छ। आमेन। सुरुमै मैले भने कि परमेश्वर जुटाउनु हुने, हाम्रो वास्ता गर्नुहुने, हामीलाई असल थोक दिनुहुने परमेश्वर हुनुहुन्छ। त्यसको सिरिजमा हामी जाँदैछौँ। त्यसकारण
प्रबन्धकर्ता परमेश्वरले चाहिँ मन्ना र बट्टै, जसलाई चाहिँ आर्टोस भनिन्छ है, जुन मरुभूमिमा बट्टै चराहरू जुटाउनु भयो, हामीले त्यो घटना थाहा छ, जसलाई चाहिँ उनीहरूको आवश्यकताहरू चाहिँ पुरा गरेको छ। अनि शरीरको लागि चाहिने सबै ठोस वा तरल वस्तुलाई आर्टोस भनेर, यो कुरा चाहिँ यसुले फेरि मलाई खानेहरू चाहिँ म चाहिँ रोटी हो जीवनको भन्ने कुराहरू हामी हेर्दछौँ। अनि यो कुराहरूलाई चाहिँ हामी हेरिराखौँ। अनि यी दुईवटा कुराहरूलाई हामीले मेजर कुराहरू दुईवटा हेर्दै गर्दाखेरि अनि त्यो व्यक्ति त्यो भित्र चाहिँ बाइबलको इन्स्ट्रक्सन चाहिँ मैले कसरी जोडेँ भन्दाखेरि कि परमेश्वरले चाहिँ यो दुनियाँ छोड्नुभन्दा अगाडि चाहिँ यो दुईवटा कुराको लागि चाहिँ पहिलो आवश्यकताहरू हेर्नुपर्ने जान्नुपर्ने कुरा त धेरै नै छन्, तर मेन दुईवटा कुरा चाहिँ यो कुराहरू हामीले हेरिरहेका छौँ। अनि हामी स्थानीय मण्डली, अघि पास्टर बुवाले पनि हामीलाई धेरै कुराहरू सूचनाबाट पनि राखिदिनु भएको छ। हामी स्थानीय मण्डली भएको कारणले गर्दाखेरि हामीले विभिन्न कुरामा हामी प्रार्थना गर्छौँ, किन हामी चाहिँ एउटा स्मल ग्रुपमा छौँ। स्मल ग्रुपमा भएको कारणले गर्दाखेरि यी सबै कुराहरूको हामीले ख्याल र वास्ता गर्नुपर्ने हुन्छ। अनि त्यो ख्याल र वास्ता गर्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ अब मण्डली भएको कारणले गर्दाखेरि यसैया 1:17 यहाँनिर अन्तिम खण्डको रूपमा मैले पाठ गर्न चाहेँ। अनि यसैयाको पुस्तक 1:17 हेर्दाखेरि चाहिँ यो माथिको दुईवटा कुराहरूमा लागि पर्ने मण्डलीले, बाइबलको इन्स्ट्रक्सन्स अनुसार चलेको मण्डलीले चाहिँ अब एउटा काम चाहिँ पक्कै पनि हामी गर्नुपर्ने हुन्छ। किन? त्यो काम गर्नको लागि हामीले सुरुमा एउटा प्रतिबद्धता जनाएको छौँ। के भन्दाखेरि चाहिँ हामीले वचन चाहिँ सुनेका छौँ बुझ्नको लागि, सिकाउनको लागि, होइन? अनि सुनेका छौँ र सुनाइबाट चाहिँ विश्वास उत्पन्न हुन्छ। अनि हामी त्यो विश्वासको आधारमा चल्ने विश्वासहरू हामी बन्न सकौँ भन्ने कुराहरू चाहिँ हामीले भुल्नु हुँदैन। त्यसकारण यसरी 1:17 हामी हेर्दाखेरि चाहिँ भलाइ गर्न सिक, न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देऊ, टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेऊ। अनि यही खण्डबाट चाहिँ आज संसारमा मिडियाको सुरुवात भएको छ। किन? हरेक कुराको स्रोत चाहिँ बाइबल बन्न पुगेको छ। यही खण्डहरूलाई उजागर गरेर अहिले मिडियाहरू स्थापना भएको छ संसारभरि। जब हामी आत्मिकी र शारीरिक रूप आवरणबाट चाहिँ परमेश्वरमा चाहिँ घनिष्ठता रहेर परमेश्वरको बाइबलले देखाएको फर्मालिटी अनुसार चाहिँ हामी कटिबद्ध छौँ भने ती व्यक्तिहरूले चाहिँ अब चाल्नुपर्ने पहिलो, दोस्रो, तेस्रो, चौथो कदमहरू भनेको चाहिँ अब हामीले नेपालको कन्डिसनमा हेर्दाखेरि चाहिँ भेटी उठाएर प्रार्थना गर्ने हामीले गरेका छौँ। एकदम राम्रो, जोहरू लागु नेपाली मण्डलीहरूमा यो कुराहरू प्रचलन छ, प्रख्यात पनि छ है। अनि यो विषयलाई मध्यनजर गर्दाखेरि चाहिँ मलाई के सेन्स आउँछ भन्दाखेरि चाहिँ यदि प्रार्थना गरेर चाहिँ एउटा भेटी उठायो भने अनि वचन सुनेर चाहिँ आराधना गर्यो भने एउटा कन्सेप्ट है यो चाहिँ। प्रार्थना गरेर भेटी उठायो भने अनि वचन सुनिसके पश्चात चाहिँ आराधना गर्नुभयो भने मानौ हाम्रो योजना, हाम्रो टार्गेट चाहिँ 2 घण्टाको छ भने यदि यो मैले अहिले गरेको सूचना अनुसार हामी भनौँ न भोलिको दिनमा के होला कसो होला आफ्नो ठाउँमा छ, एउटा कन्सेप्ट मात्रै। त्यसरी कदम बढाउनु भयो भने हाम्रो सङ्गति चाहिँ अनलिमिटेड 2 देखि 4 घण्टा पनि तर बढ्दै 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 जान सक्छ जस्तो चाहिँ मलाई कन्सेप्ट आउँछ। त्यो चाहिँ दर्शन, त्यो प्रकाश चाहिँ मलाई मिल्छ कि। अनि जुन पैसा जहाँ लगानी गर्नुपर्ने हो, जुन आर्थिक जुन विषयको लागि हामीले दिनदुखी गरिबलाई गर्नुपर्ने हो, प्रार्थना गरिसकेपछि ती व्यक्तिहरूले चाहिँ भिजनमा चाहिँ हामीलाई ब्ल्याक एन्ड व्हाइट टिभी हेरेको जस्तो गरेर चाहिँ परमेश्वरले देखाउनुहुन्छ। र अनि त्यो आर्थिकले अथवा आर्थिक मात्रै कुरा छैन, यहाँनिर भेटघाट गरेर उत्साहदेखि लिएर सरसल्लाहदेखि चाहिँ सबै कुरा चाहिँ उनीहरूसँग पारदर्शी रूपमा पुग्छ र पुर्याउनु पनि पर्छ बाइबलले सिकाएको अनुसार, यसैको पुस्तक अनुसार भन्ने कुराहरू छ है। तर हाम्रो यो एजेन्डा, यो माग, यो प्रार्थना चाहिँ परमेश्वरसँग निरन्तर नै हो। ढिलो चाँडो हामीसँग भएको समय आर्थिकले पनि त्यो कुराहरू गर्न सकिन्छ। अनि असहाय र दिनदुखी वर्गहरूलाई चाहिँ चिन्नुपर्छ। प्रार्थना गर्ने व्यक्तिले चाहिँ चिन्छ है। अलिकति म चुनौतीको रूपमा अलिक फरक धारबाट भन्दैछु। अनाथ र एकल महिलाहरू मण्डलीमा हुन्छ, तर प्रार्थना गर्ने व्यक्तिले चाहिँ आत्मिक तवरले मात्र त्यो चिन्छ, फेरि सबैले चिन्दैन हो। अनि सहायताका हातहरू बढाउने, अनि सहायताको हात बढाउनको लागि चाहिँ अनुमति परमेश्वरसँग लिने हो। जसरी अघि आराधना गरिसकेपछि अथवा प्रार्थना गरिसकेपछि भेटी उठाउने, हामीलाई के हुन्छ 20 रुपियाँ दिने मन हुन्छ, 5 रियाल दिने, युरो दिने मन हुन्छ होइन।
तर प्रार्थना चाहिँ पहिलो प्रायोरिटी दिएर हामी प्रभु म कति दिउँ भनेर प्रभुसँग आत्मामा चाहिँ उहाँसँग अनुमति लियो भने होइन यो महिना तेरो कमाइ भएको छ अलिक बढाएर दिए प्रभुको महिमाको लागि भनेर 5 को ठाउँमा 10, 15, 20 त्यसरी चाहिँ अगुवाई गर्नुहुन्छ। तर भावनामा चाहिँ हामी डुब्नु हुँदैन है। त्यसकारण यो तरिका आजको मापदण्ड इन्स्ट्रक्सन अनुसार अगाडि बढ्दाखेरि पक्कै पनि सफल हुन्छ भन्ने कुराहरू यहाँ जोड्न चाहे। तपाईहरू कसरी बुझ्नुभयो मैले सठिक तरिकाबाट बुझाउन सकिनँ होला, माफी चाहन्छु। मेरो एउटै प्रार्थना छ कि तपाईँहरूले पवित्र आत्माद्वारा भएर परमेश्वरको इन्स्ट्रक्सनमा रहेर गर्नुभयो भने पक्कै पनि बुझ्नुहुनेछ। र अन्तिममा एउटा म मेथडलाई राखेर यहाँबाट बिदा हुन चाहे। अनि नोहाको घटनालाई याद आउँछ। त्यहाँनिर जब नोहालाई चाहिँ परमेश्वरले भन्नुभयो कि अबको केही दिनमा चाहिँ समस्या आउँदैछ है, 40 दिन 40 रात चाहिँ अब धेरै मानिस चाहिँ पापले भरेका छन्, त्यस कारणले तँ मात्रै धर्मी देखेको छ, अब तँ चाहिँ उत्पत्तिको 5-6 अध्याय त्यो पाउँछ अनि हामी फुर्सदमा त्यो पढ्न सकिन्छ। अब तैँले चाहिँ यसो गर्नु, यो नाम यो काठले चाहिँ यसरी होइन अलकत्र टाँसेर यसरी गर्नु, यति हात लम्बा यति हात चौडा यति मिटर भनेर त्यो आज्ञा दिनुहुन्छ। अनि त्यहाँनिर घटना मैले जोड्नु खोजेँ के भन्दाखेरि जब उहाँले सबै काम गरिसक्नु भइसके पश्चात आफ्नो परिवार र हरेक जोडीलाई चाहिँ पशुहरूलाई राख्नु भइसके पश्चात अब उहाँले पहिले सूचना गरेको सबै मानिसहरूलाई, तर मान्नु भएन, सबैले हाँसोमा उडाइदिए। तर मुख्य कुरामा आए म जहाज बनिसकेको 7 दिन पश्चात मात्रै वर्षा भएको छ। सुने 7 नम्बरलाई जोड्नुहोस्। अनि त्यसपछि 40 दिन 40 रात पानी ननिष्ट परेको छ। त्यो पनि हामीले हिसाब गरौँ, क्यालकुलेटर चाहिन्छ है बाइबल पढ्दाखेरि चाहिँ। अनि 40 दिन 40 रात पश्चात चाहिँ पानी रोकेको 7 दिन पछाडि चाहिँ परीक्षणको लागि त्यहाँनिर अब काग पनि छ, ढुकुर पनि छ होइन, पठाएको छ। अनि उसले बस्ने ठाउँ नपाएर फेरि ढुङ्गामै फर्केर आएको छ। यसको फेरि अर्को 7 पनि जोडौँ। 7 दिन पश्चात चाहिँ फेरि अर्को एउटा चरालाई पठाउँदाखेरि उसले खुट्टामा चाहिँ भद्राक्षको एउटा सानो टुक्रा लिएर आएको छ। अनि त्यहाँबाट के थाहा हुन्छ, पानी घटेको रहेछ, अनि ओबानो जमिनहरू देखिसकेको रहेछ भन्ने कुराहरू त्यहाँनिर पाउँदछ। त्यसको फेरि 7 दिन वेट गरेर अर्को पटक चाहिँ पन्छीलाई उडाउँदाखेरि परीक्षण गर्दाखेरि चाहिँ त्यहाँनिर फर्केर आएको कुराहरू हामी पाउँदैनौँ। किन? त्यहाँबाट प्रश्न हुन्छ कि अब चाहिँ जमिन चाहिँ देखा परिसकेको छ, पानी चाहिँ निकै घटिसकेको रहेछ भन्छ। तर पनि जहाजबाट निस्केको छैन, तर पनि त्यसको 7 दिनसम्म अझै वेट गरेको छ। अनि बल्ल जहाज चाहिँ परमेश्वरले ढोका खोल्नु भएको छ भन्छ। अनि यो सबै सुरुको 7 दुईटा अनि 40 दिन 40 रात भनेको 80 भइहाल्यो। किनभने पुरानो समयमा चाहिँ दिन पनि रात पनि काउन्टिङ हुन्छ है। अनि जस्तो जेलमा चाहिँ 6 वर्षको जेल सजाय छ भने 3 वर्षमै छुट्छ, किनभने दिन पनि रात पनि गन्छ, यो हामीलाई थाहा छ। तर अहिले संसारमा चाहिँ एउटा 24 घण्टाको एक दिन भनेर नामाकरण गरिएको छ। तर बाइबलमा के कुरा पाउँछ, येशूको मृत्युलाई पनि हेर्दाखेरि त्यसरी नै दिन र रात गरेर चाहिँ हिसाब गरेको कुराहरू पनि हामी क्लियर छ। त्यसकारण यो सबै जोड्दाखेरि चाहिँ के हुन्छ भने एउटा 6 को थ्योरी भन्छ, मैले 2 मिनटमा सकाएँ। 6 को थ्योरीले चाहिँ के भन्छ, मलाई कन्सेप्ट प्रभुले के दिनु भएको छ, हामी मण्डली चाहिँ व्यवस्थित ढङ्गबाट आत्मामा रहेर प्रभुसँग जोड्ने उद्देश्यमा कि 6 into 3 भनेको चाहिँ एबिसी होइन, एबिसी भनेको 3 भयो। अनि 3 into 6 भन्दाखेरि चाहिँ 18 हुँदो रहेछ। अनि 6 into को भनेको चाहिँ एबिसिडी इएफजिएच आइजे के भन्दाखेरि चाहिँ 15 हुन्छ। अब 15 छक्का 90 अनि 6 तिया 18 गर्दाखेरि चाहिँ 118 हुन्छ। 108 दिन हुँदो रहेछ है। 108 दिन भनेको चाहिँ यो संसारमा चाहिँ 108 वटा नक्षत्र छ भन्छ के। अनि 108 वटा नक्षत्र चाहिँ पूर्व पश्चिम उत्तर दक्षिणतिर भाग गरेको छ। अनि त्यो भाग गर्दाखेरि चाहिँ एउटा नक्षत्रमा 27 वटा परेको रहेछ, भाग लाग्दो रहेछ होइन। अनि त्यो 27 वटा चाहिँ जस्तो अब अर्थ अलग होला, तर परमेश्वरले हामीलाई नयाँ तरिका दिनुभएको छ जहाँ चाहिँ 27 वटा पुस्तकहरू छ नयाँ करारमा। अनि हामी त्यसरी पनि हेर्न सकिन्छ, तर यही मेथड हो भनेको चाहिँ म भन्दिनँ। यहाँबाट के कन्सेप्ट आउँछ भन्दाखेरि हामी मण्डलीमा छौँ, हामीसँग समिति छ, कमिटी छ, त्यसरी हामी अगाडि बढ्नुपर्छ। किन? हामी स्थानीय मण्डलीमा छौँ, लोकल चर्चेसहरूमा छौँ। तर अघि प्रार्थनामा हामीले समेट्यौँ कि ग्लोबल चर्च, विश्वव्यापी चर्च छ जसको नेतृत्व परमेश्वरले गर्नुहुन्छ। सुन्नुहोस् है, जसको नेतृत्व चाहिँ परमेश्वरले गर्नुहुन्छ। तर हामी चाहिँ छोटो समयको लागि लोकल चर्चमा छौँ। अनि यहाँ हामीलाई लिड गर्ने अगुवा पास्टरहरू हाम्रो अग्रजहरू हुनुहुन्छ, उहाँद्वारा हामी प्रभुसँग जोडिरहेका छौँ है। त्यो हामीलाई थाहा छ। अब 6 को थ्योरीले के भन्छ भन्दै 6 वटा 6हरू छ। CO छ, CO चाहिँ
कम्युनिटी हुनु पर्यो, कम्युनिटी हामीसँग हुनुपर्छ। सुन्नुहोस् है, अब कम्युनिटी मात्रै भएर भएन। अनि अब त्यसपछि चाहिँ कम्युनिटी मात्रै भएर भएन, कन्फरेन्स पनि हामीसँग हुनु पर्यो। जस्तो अघि सूचना आयो, वार्षिक उत्सव छ, अनि विभिन्न वार्षिक कार्यक्रमहरू छ, योजनाहरू हुन्छ मण्डलीको, त्यो हुनु पर्यो। तर त्यो दुईवटा वार्षिक उत्सव र क्रिसमस दुईवटा मात्रै मण्डलीको कार्ययोजना होइन, वार्षिक योजना होइन, त्यो भित्र अन्य धेरै कुराहरू छन् है। अनि कमिटी हुनु पर्यो, कन्फरेन्स हुनु पर्यो, गोष्ठी हुनु पर्यो, सभा हुनु पर्यो, अनि कम्प्रोमाइज हुनु पर्यो। सत्यतामा रहेर गोष्ठीभित्र अथवा कमिटीभित्र भएका आफ्नो एजेन्डाहरू हुन्छ, त्यसलाई चाहिँ परिपूर्ति गर्नु पर्यो, करेक्सन हुनु पर्यो। सबै मण्डलीमा धेरै कुराहरू राम्रो हुन्छ, तर सबै कुराहरू चाहिँ सठिक पनि नहुन सक्छ, बाइबली पनि नहुन सक्छ। त्यसलाई चिनेर त्यसलाई चाहिँ सरसल्लाहमा त्यसलाई चाहिँ करेक्सन गर्नु पर्यो, सुधार गर्नु पर्यो सत्यतामा। अनि अर्को सी भनेको चाहिँ कम्युनिकेसन हुनु पर्यो, एक अर्कामा चाहिँ कम्युनिकेसन हुनु पर्यो कि भनेको सञ्चार हुनु पर्यो, व्यक्ति व्यक्तिमा पनि हेलो हाई सञ्चार हुनु पर्यो। अर्को चाहिँ प्रार्थनाद्वारा पवित्र आत्माको अगुवाईमा निर्देशनमा हुनु पर्यो भने अन्तिम सी चाहिँ के छ भने अनि कन्टिन्यू हुनु पर्यो, त्यसलाई चाहिँ निरन्तरता सधैँभरि दिनु पर्यो। अनि यो 6 को थ्योरीले चाहिँ यस्तो कुराहरू चुनौतीको रूपमा तपाईँहरूको माझमा हामी राख्यौँ। र हाम्रो समितिमा हामी बैठक गर्दाखेरि चाहिँ येशू केन्द्रित हाम्रो सङ्गति हुनुपर्छ, येशूलाई उचालेर महिमा गर्ने हुनु पर्यो। मान्छेको बढावा र मान्छेको इज्जत र लागि नभइकन हाम्रो गोष्ठी र हाम्रो सभाहरू चाहिँ त्रिएक परमेश्वरको आधारित हुनु पर्यो। अनि हाम्रो जति पनि मण्डलीको दर्शनहरू हुनुहुन्छ ती कुराहरू चाहिँ अनि दर्शनहरूलाई चाहिँ एउटा विधानको रूपमा चाहिँ स्थापना हुन पर्यो। अनि करेक्सन चाहिँ सत्यतामा सुधार गर्नु पर्यो र कन्टिन्यू हामीले त्यसलाई चाहिँ पवित्र आत्मामा रहेर प्रार्थनामा रहेर सञ्चार गर्नु पर्यो भने त्यसलाई चाहिँ निरन्तरता हामीले व्यक्तिगत अन्तर्विन्तीमा पनि समावेश हुनुपर्ने हुन्छ। यो कुराहरूलाई जोड दिँदै आजको वचनबाट समय लामो लिए, माफ गर्नु होला। 30 सेकेन्ड हामी प्रार्थना गरौँ। जति बुझ्नुभयो परमेश्वरले बुझ्नलाई सहायता गर्नुहोस् भनेर। पिता, हामी तपाईँको चरणमा आएका छौँ। हाम्रो पक्षबाट भन्नु केही छैन प्रभु, हामी त एउटा तपाईँको हातको सिप हौँ, तपाईँको माटोको भाँडा हौँ। अनि यो भाँडोमा जुन कुराहरू तपाईँले आफ्नो महिमाको लागि राख्नु भएको छ त्यसलाई थोरै खोलेको मात्रै छु प्रभु। हामीमा घमण्ड गर्नुपर्ने छैन। अब हाम्रो चालढङ्ग तपाईँको इन्स्ट्रक्सन्स भित्र रहेर अगाडि बढ्न चाहन्छौँ। हामीलाई मण्डली दिनुभएको छ, अगुवा पास्टर दिनुभएको छ, समुदाय र समिति दिनुभएको छ। तपाईँले हामीलाई सहायता गर्नुहोस्, आउने दिनमा अझै हामी निरन्तर जोड्न सकौँ, हामी अहोभाग्य भएर तपाईँलाई आराधना गर्न सकौँ प्रभु। धन्यवाद, सबै महिमा आदर चढाउँछौँ येशू ख्रीष्टको नाउँमा, आमेन आमेन। हुन्छ, धन्यवाद। जय मसीह। बाँकी समय सञ्चालकजीले लिन सक्नुहुनेछ। प्रभुले आशीष दिनुभएको होस्। हामी सबैजनाले थोरै भए पनि बुझेको छ भन्ने घोषणा गर्दछौँ। हुन्छ, जय मसीह।